iskasanchar.com को नियमित प्रस्तुति सात समुद्र पारी अन्तर्गत इजरायल विशेष रिपोर्टमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता आरव श्रेष्ठ। दर्शकवृन्द, इजरायलमा भइरहेको समसामयिक गतिविधिहरूलाई विश्वभरि छरिएर रहेका आम दर्शकहरूमाझ पुर्याउने क्रममा आज हामीले गत 18 मार्च शुक्रबार सम्पन्न 106औं अन्तर्राष्ट्रिय नारी दिवसको विशेष कार्यक्रम आजको यस रिपोर्टमा प्रस्तुत गरिरहेका छौं। श्री सत्यसाई केन्द्र इजरायल र नेपाली नारी आवाज इन इजरायलको संयुक्त आयोजनामा 106औं अन्तर्राष्ट्रिय नारी दिवस नारी हिंसा विरुद्ध राज्यको दायित्व र प्रवासी नारी भन्ने मुख्य नाराका साथ भव्य रूपमा कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रमका सभापति नेहा गुरुङ, प्रमुख अतिथि नेपाल दूतावासका उपनियोजक प्रमुख रामेश्वर पौडेल, उहाँकी धर्मपत्नी श्रीमती उषा पौडेल, विशेष अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNANCC इजरायलका अध्यक्ष दीपक ओली, नेपाल दूतावासका सहचारी भोजराज भट्टराई, अतिथिहरूमा नेवाकला इजरायलका अध्यक्ष आरव श्रेष्ठ, रूपन्देही सेवा समाजकी अध्यक्ष तारा पोखरेल, NRNA इजरायलका वरिष्ठ उपाध्यक्ष विशाल ग्यावाली, चितवन सेवा समाज इजरायलका महासचिव नयन सापकोटा र नारीका लागि नारीकी नितु खतिवडा, इजरायलमा रहेका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, इजरायलबाट सञ्चालित iskasanchar.com की रेखा श्रेष्ठ लगायत विभिन्न मिडिया कर्मीहरू, इजरायलमा रहेका नेपालीहरूको उल्लेख्य मात्रामा उपस्थित रहेको थियो। कार्यक्रमका सभापति नेहा गुरुङ, प्रमुख अतिथि नेपाल दूतावासका उपनियोजक प्रमुख रामेश्वर पौडेल, उहाँकी धर्मपत्नी श्रीमती उषा पौडेलद्वारा संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे लगत्तै राष्ट्रिय धुनसँगै उक्त कार्यक्रम सुरुवात गरिएको थियो। कार्यक्रममा उपस्थितिहरूलाई स्वागत गर्दै सत्यसाई केन्द्रकी आध्यात्मिक संयोजक परी डाङ्गीले 106औं अन्तर्राष्ट्रिय नारी दिवसमा उपस्थिति भई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद दिँदै नारीहरू एक अर्कामा फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने भन्दै स्वागत मन्तव्य राखेकी थिइन्। सायराम दाजुभाइ तथा दिदीबहिनीहरू, यस कार्यक्रममा यहाँहरूलाई हामी आयोजक कमिटी तथा आफ्नो व्यक्तिगत तर्फबाट हृदयदेखि नै हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छौँ। 106औं अन्तर्राष्ट्रिय नारी दिवस गत हप्ता मार्च 8 परेको थियो, तर यो प्रवास भूमिमा समय अभावका कारण हामीले र हुन त वर्षमा एक दिन मात्रै नारी दिवस मनाएर अथवा ह्यापी वुमेन्स डे भनेर मात्र पनि हामी सबै ह्यापी त हुन सक्दैनौँ। यो काम त हामीले सधैँ निरन्तर गर्नुपर्ने हुन्छ। निरन्तर ज्ञानको हामीले सधैँ आवश्यकता हुन्छ, कन्टिन्युटी दिनुपर्दछ, अनि मात्र हामी सफल बन्न सक्दछौँ। यस अन्तर्राष्ट्रिय नारी दिवसको उद्देश्य भनेको हामी सम्पूर्ण नारीहरूभित्र रहेको प्रतिभा क्षमतालाई उत्प्रेरित गर्दै हामी सम्पूर्ण नारीहरूमा एक आपसमा प्रेम, माया, सद्भाव, सद्विचार र सहयोगको भावनाको विकास होस् भन्ने उद्देश्यले पनि यस कार्यक्रमको आयोजना गरिएको हो। यस्ता खालका कार्यक्रमहरूमा हामी सहभागी बन्नाले मात्र पनि हामी भित्र एउटा कन्फिडेन्स, आत्मविश्वास र आत्मा शक्तिको विकास गर्दछ र
जसकारण हामी महिला पनि केही गर्न सक्दछौँ अथवा हामी सबैमा सबै सम्पूर्णमा केही न केही क्षमता हुन्छ हामी सबैमा। त्यसलाई चाहिँ हामीले चिनेर हामी अगाडि बढ्यौँ, आत्मविश्वासका साथ अगाडि बढ्यौँ भने हामी पक्कै पनि आफ्नो परिवार समाज र राष्ट्रका लागि केही गर्न सक्दछौँ र खुसी हुन सक्दछौँ। सृष्टिको सुरुदेखि लिएर अहिलेसम्म हेर्दा विश्वको इतिहासलाई नै हेर्ने हो भने पनि त्यस्ता महान नारीहरूका धेरै धेरै उदाहरणहरू हामी पाउन सक्दछौँ। त्यसैले हामी पनि आफूभित्र रहेको हाम्रो पहिचानलाई अथवा आफ्नो शक्तिलाई आफ्नो क्षमताको पहिचान गरी आत्मविश्वासका साथ अगाडि बढौँ र हामी यति केही हदसम्म भए पनि शिक्षित छौँ र हाम्रो देशमा अझै पनि स्टिल पनि हामी यति शिक्षित भए तापनि त्यस्ता ठाउँहरू छन् जहाँ अहिलेसम्म साक्षरतासम्म छैन, अज्ञानतैमा छन्, चेतनाको कमी छ, शिक्षाको कमी छ। हामी अहिले स्टिल पनि म्याक्सिमम धेरैभन्दा धेरै पीडित छौँ अथवा भयौँ। हाम्रो अग्रिम प्रस्तुतले पनि भनिसक्नुभयो कि अहिले पनि महिला हिंसा रहित भएर रहन सकेका छैनौँ, हामीले डराउनु पर्ने स्थिति छ बाहिर हिँड्दाखेरि पनि। भने हामी चाहिँ तिनीहरूका लागि एउटा सचेत भएर एउटा प्रेरक बनाऊँ, एउटा शिक्षा एकदमै जरुरी भनेको शिक्षा हो। त्यसैले शिक्षा फैलाउँ र एउटा असल काम गर्न सकौँ। हामी जस्ता केही ज्ञान भएका मान्छेहरूले, केही चेतना भएका मान्छेहरूले भन्दै यस ढिलै भए पनि यस 106औं अन्तर्राष्ट्रिय नारी दिवसले हामी सम्पूर्ण नारीहरूमा मेलमिलापको भावना ल्याओस्, सहयोगको भावना ल्याओस्, युनिटीको भावना ल्याओस्, किनभने युनिटी इज द पावर अफ चेन्ज भन्दै मेरो छोटो मन्तव्यलाई यहाँ अन्त्य गर्दछु। धन्यवाद। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपनेक प्रमुख पौडेलले संस्थागत पहिलो कार्यक्रममा उपस्थित जनाउन पाउँदा खुसी व्यक्त गर्नुहुँदै प्रवासी भूमिमा कठिनाई परिश्रमको बावजुद पनि समय निकालेर कार्यक्रमहरू आयोजना गर्नु स्वयंमा गर्विलो विषय हो भन्नुहुँदै उहाँले नारी र पुरुष एक रथको दुई पाङ्ग्रा हुन, नारीहरू पनि शिक्षित सबल र सक्षम भएमा मात्र स्वयं चेतनाको स्तर वृद्धि हुने, पुरुष र नारी बीचको सम्मानको परिपाटीको विकास हुने हुन सकेमा यो दिवसले अझ महत्त्व राख्ने बताउनुहुँदै सम्पूर्ण नारीहरूमा एकता र सद्भाव कायम रहोस् भन्ने शुभकामना यसरी व्यक्त गर्नुभएको थियो। अन्तर्राष्ट्रिय नारी दिवसको यो शुभ अवसरमा इजरायल निवासी सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई नेपाली राज्य राष्ट्रको तर्फबाट शुभकामना व्यक्त गर्न पाउँदा हर्ष एवं खुसी लागेको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसले आगामी दिनमा सम्पूर्ण नारी जगतमा उजागर ल्याओस्, प्रगति पथमा अघि बढ्न देओस्, उनीहरूको उज्जवल भविष्य निर्माणको लागि विभिन्न कार्यक्रमको तर्जुमा गरोस् भन्ने अपेक्षा गर्दछौँ। वास्तवमा भन्नु हो भने नारी बिना यो जगतको परिकल्पना पनि गर्न सकिँदैन। उनीहरूको योगदानले हरेक परिवार एवं राष्ट्रकै सुन्दर भविष्य निर्माणमा बल पुर्याएको छ। यही कुरालाई मध्यनजर गरी हालै तर्जुमा भएको नेपालको संविधानमा पनि नारी हकको लागि विभिन्न व्यवस्था गरेको देखिन्छ, जसले गर्दा नारीको उत्थान प्रगति एवं स्वतन्त्रताको लागि सहज परिस्थितिको सिर्जना भएको छ। अन्त्यमा सम्पूर्ण नारी जगतले आफ्नो हकको सही रूपमा सदुपयोग गरी प्रगति पथमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दै आफ्नो सानो मन्तव्य यही पूरा गर्दछु। धन्यवाद। नमस्कार। एनआरएनए इजरायलका अध्यक्ष दीपक ओलीले ढिलै भए पनि नेपाली नारी आवाज इजरायल श्री सत्यसाई केन्द्रले संयुक्त कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै इजरायलमा नारी एकताको कमी रहेको महसुसले आफूलाई दुखी तुल्याएको कुरा व्यक्त गर्नुहुँदै मन्तव्यको क्रममा उहाँले छाता संगठनको रूपमा रहेको एनआरएनए ले कुनै पनि संस्थाले कार्यक्रम आयोजना गरेमा
40-50 क्षमताको हल निशुल्क उपलब्ध गराउन सकिने जानकारी समेत गराउँदै नारी विकास बिना समाज र देशको विकास असम्भव छ भन्ने विचार सहित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै शुभकामना मन्तव्य यसरी राखेका थिए। नारी दिवसको उपलक्ष्यमा विशेष गरेर नारीहरूलाई जुन फैलिरहेको हिंसा र राज्यको दायित्व र प्रवासमा नारी भन्ने एउटा शीर्षकमा उहाँको एउटा संस्था छ। उहाँले आज प्रवासमा रहेर पनि यति ढिलै भए पनि एउटा राम्रो धेरै नारीहरू भएको इजरायलमा नारीको उपस्थिति पातलो भन्दाखेरि अलिकति हाम्रो ध्यानाकर्षण चाहिँ बढेको छ। यसमा चाहिँ नारी भन्ने इजरायलले अलिकति यसमा पहल गरेर नारीका आफ्ना भएका जुन हिंसा हत्याहरू जुन नेपालमा भइरहेका छन् त्यसको विषयमा अलिकति अगाडि बढ्नुपर्ने अवस्था देखिएको छ र उहाँलाई एउटा एनआरआई जिल्लाको तर्फबाट शुभकामना छ। र यसरी कुनै पनि सङ्घ संस्थाको कार्यक्रम हुने भयो भने ठाउँको कमी कमजोरी अथवा ठाउँ नपुग्ने अवस्था भयो भने हाम्रो सचिवालयमा पनि 40 जना जति आँट्न सक्नुहुन्छ। उहाँलाई प्रोग्रामको लागि हामी निःशुल्क हल उपलब्ध गराउन हामीले सूचना पनि जाहेर गरिरहेको छ। तर अहिलेसम्म कुनै पनि सङ्घ संस्थाहरू तर तपाईँहरूलाई के छ भनेदेखि एउटा छाता सङ्गठन रहेन इजरायल सम्पूर्ण विभिन्न सङ्घ संस्थालाई छाता उडाएर हामी हिँड्छौँ। तपाईँकै कारणले हामी आज यहाँ जिउँदो भएर आज यतिसम्म काम गर्ने वातावरण तपाईँले बनाइदिनु भएको छ जो विशेष गरेर नारीलाई जान्छ। किनभने इजरायलमा को छ त भन्दाखेरि विशेष गरेर नारी छन् र जति पनि नारी भएको ठाउँमा पातलो उपस्थितिले अलिकति ध्यानाकर्षण गराएको छ। र नारी आमा हो, हामीले सम्मान गर्नुपर्छ, नारी छोरी हो, माया गर्नुपर्छ र सृष्टिकर्ता नै नारी हो भन्दै शुभकामना सम्पूर्ण नारीहरूलाई धन्यवाद। कार्यक्रमको अन्तमा सभापति समाजसेवी तथा सत्यसाई केन्द्र एवं नारी आवाज इन इजरायलकी अध्यक्ष नेहा गुरुङ साइरामले कार्यक्रममा उपस्थिति प्रमुख अतिथि लगायत सम्पूर्णमा अमूल्य समयका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। बाबाकै कृपाका कारण गत वर्ष जस्तै यस वर्ष पनि श्री सत्यसाई केन्द्रमा 106औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सकिएको धारणा व्यक्त गर्नुभएको थियो। प्रवासमा रहेर कठिन कामको बावजुद पनि आफ्नो जिम्मेवारी र कर्तव्यप्रति सचेत रहेको र सदैव हटेर होइन डटेर अझ अगाडि बढ्ने कुरामा विश्वास दिलाउँदै उहाँले होडबाजीका कारण इजरायलमा एकता हुन नसकेको भन्दै नेपाली नारी आवाज इन इजरायललाई हामी सबैले प्रतिशोधको भावना त्यागेर हातेमालो गर्दै अझ सशक्त रूपमा अगाडि बढाउन सबैमा आह्वान गरेकी छिन्। आध्यात्मिक लगावसँगै सामाजिक भावनालाई समेत सँगै ओढ्याउँदै आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सदैव वफादार रहने प्रतिबद्धता व्यक्त गर्दै नारी दिवसको पुनीत अवसरमा सबै नारीहरूमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्। इस कार्यक्रमका सञ्चालिका तथा नेपाली नारी आवाज इजरायलका महासचिव हाम्रो सुमित्रा साइरामज्यूलाई र आज हामी नारी हिंसा विरुद्ध राज्यको दायित्व र प्रवासमा नारी सत्यसाई सेन्टर र नेपाली नारी आवाज अनि इजरायलको यस संयुक्त प्रयासमा जुन आज हामीले सत्यसाई सेन्टरको यस प्रोग्रामको अन्त्य लागिरहेका छौँ र मलाई खुसी पनि लागिरहेको छ यस कारण कि हामी प्रवासमा भएर पनि हामी नारी दिवस मनाउन गइरहेका छौँ र एउटा इजरायल एउटा वर्कर्स राइट एउटा वुमन राइट एउटा डेमोक्रेसी कन्ट्री हो हामी सबैलाई थाहा भएको हो। यदि इजरायलमा हेर्ने हो भने यहाँका महिलाहरू एकदमै स्वतन्त्र छन् र उनीहरूले पनि प्रत्येक प्रकारको जस्तो वर्तमान माग्नु पर्दैन। इभन हामीहरू एज अ वर्कर्सको रूपमा भए तापनि हामीहरू जहाँ पनि आफ्नो सुरक्षाले जान सक्छौँ आउन सक्छौँ र त्यो एउटा राष्ट्रको एउटा जुन महिलाहरू एउटा इज्जत सम्मान र सायद वुमेन राइट भएको कारणले पनि होला यहाँका महिलाहरू स्वतन्त्र छन् र इभन हामीहरूले पनि त्यो एउटा महसुस एउटा गरिरहेका छौँ र त्यो कुरामा हामीले ह्याट्सअप गर्नुपर्छ र त्यसमा हामी पनि इजरायलको एउटा एज अ क्वेयर कम्युनिटीमा पनि हामी पनि यहाँ सुरक्षित छौँ किनकि यहाँ हाम्रो राइट बिना कसैले पनि हामीलाई केही गर्न सक्दैन। र एउटा अन्तर्राष्ट्रिय नारी दिवस एउटा मनाउनुको एउटा खास कारण चाहिँ यो ग्यादरिङको लागि मात्र होइन हामी मनाउन गइरहेका छौँ। हामीले आफ्नो अस्तित्व आफ्नो अस्मिता आफ्नो सेल्फ रेस्पेक्टलाई पनि हामीले चिन्नुपर्ने जरुरी छ। चाहे हामी एउटा छोरी हौँ
या आमा हुँ या श्रीमती हुँ या कुनै पनि दर्जामा हामी काम गरौँ, चाहे हामी नर्सको रूपमा हौँ या डक्टरको रूपमा हौँ या विभिन्न पाइलटको रूपमा अथवा पोलिटिसियनको रूपमा अथवा सामाजिक अथवा आध्यात्मिक कुनै पनि क्षेत्रमा आज महिलाहरूले धेरै अगाडि बढिरहेका छन्। त्यो हिसाबले हामीलाई गर्व लागिरहेको छ कि हामी जस्ता महिलाहरूले आज यो संसारमा एउटा नयाँ आयोजन गरेका छन्, नयाँ चुनौती दिएका छन् र ती महिलाहरूलाई हामीले हेर्नुपर्ने हुन्छ। संसारमा जहाँ पनि पोजिटिभ र नेगेटिभ सँगसँगै छ, किनभने नेगेटिभले भएन भने पोजिटिभको के अर्थ रहन्छ। त्यसकारणले गर्दा रातै छैन भने त्यसको दिनको के महत्त्व हुन्छ र एउटा कुनै पनि एउटा घरलाई एउटा राष्ट्रलाई समृद्धिशील गर्नको लागि महिला र पुरुषको त्यति नै एउटा आवश्यक छ र धेरै पूर्व वक्ताहरूले पनि भनिसक्नु भएको छ कि एउटा नारी भनेको एउटा एक रकम दुई आँगला हो। त्यसले गर्दाखेरि हरेक पुरुषको सफलताको पछाडि पनि महिलाहरूको हात हुन्छ भने हरेक महिलाको पछाडि पनि एउटा पुरुषकै हात रहन्छ। तर हामीले बुझ्नुपर्ने धेरै कुरा छ। आज हामीहरू धेरै पिछडिएका छौँ। यो पिछडिएको कारण चाहिँ पुरुषको कारणले मात्र होइन होला। एउटा हामी एउटा अज्ञानताको कमीले अथवा वेल एजुकेसन अलिकति वेल भ्यालु संस्कारको कारणले पनि हामी पछि परिरहेका छौँ। त्यसकारणले गर्दा यदि हामीमा वेल एजुकेसनको साथसाथै वेल भ्यालु छ भने हामी जहाँ पनि जस्तोसुकै ठाउँमा पनि हामीले आफ्नो एउटा कृति राख्न सक्छौँ, आफ्नो एउटा काम राख्न सक्छौँ र त्यही हामी नेपालको छोरी पनि आज सगरमाथामा चढेको। यदि हामीले आफ्नो चाहिँ नकारात्मक सोच बढाएर होइन म महिलाले केही गर्न सक्दिनँ, म त श्री आठौँको घरमा मात्रै जाने हो, हामीहरू त श्री बाबा पिछडेका छौँ, यदि हामीले सोच बनायो भने हाम्रो जहिले पनि कदमहरू जहिले पनि अगाडि हुनुको साथ पछाडि परिन्छ। र आजको महिलाहरू राजनीतिक क्षेत्रमा कति जागरुक गरेका छन्। हाम्रै भारत मुलुकलाई हाम्रो चाहिँ हेर्नु अब सोनिया गान्धी हेर्नु कति ठाउँमा महिला राष्ट्रपतिहरू भइरहेका छन्। अहिले हाम्रो नेपालको राष्ट्रपति को छ? महिला राइट महिला भित्र भन्दा चाहिँ नेपाली महिला नै हुन् नि। त्यस्तो ठाउँमा नपुगिरहेको छ भने वाइ नट गोइङ, हामी किन नपुग्नु त? हामीले पनि त्यस्तो ठाउँमा चाहिँ पुग्नुपर्छ भने हामीले यदि हामीमा डिटर्मिनेसन छ भने र सेल्फ कन्फिडेन्स छ भने हामी त्यो ठाउँ पनि पुगेर पनि हामी एउटा एचिभ हासिल गर्न सक्छौँ। तर यदि हामी जाँगो त्यही हुने हो भने कसले पनि हामीलाई पुस गर्दैन। पुस भनेको पुरुषले मात्र होइन, पुस स्वयं हामी आफैले गर्नुपर्ने हुन्छ अनि मात्र हाम्रो अगाडि बढ्छ। त्यस कारण हाम्रो अधिकार हाम्रो दायित्व भनेको कुरा कुनै पुरुषले खोजेको होइन। तर यदि हामी आफैले पनि त्यो कुरालाई दबाएर राख्यौँ भने हाम्रो चाहिँ हाम्रो कहिले पनि हाम्रो कुराहरूमा आन्तरिक कुराहरूमा हाम्रो कहिले पनि एउटा जागरुक हुँदैन। त्यस कारण जागरुक भनेको कुरा बाहिर होइन, एभ्रिथिङको देखामा जागरुक इन्साइड। तर त्यो इन्साइडलाई यदि हामीले के गर्नुपर्छ, ऊर्जा गर्नको लागि अलिकति हामीले आफूलाई झाँकेर हेर्ने हो भने हामी पिछडिएको गाउँमा किन नजाउँ? पिछडिएको गाउँबाट पनि आज कत्रो संसारमा मान्छेले विकास गरेर बसिरहेका छन्। त्यस कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर अब महिलाहरूको हक अधिकारको शुभकामनाहरू व्यक्त पनि गर्दैन। अब हाम्रो जाग्ने पालो आएको छ। हामीले पनि धेरै कुराहरू गर्न सक्छौँ र हाम्रो पर्दा पछाडि हाम्रो बुवाहरूले हाम्रो दाइहरूले हाम्रो श्रीमानहरूले पनि हामीलाई धेरै सपोर्ट गर्नुहुनेछ। त्यसले गर्दाखेरि यस्तो भयो भने अनि मात्र अन्तर्राष्ट्रिय नारी दिवस मनाउनको साथ हुन्छ। र इजरायलको सिलसिलामा हेर्ने भने भेरी पिटु टु सी, मलाई दुःख लागिरहेको छ किनभने आज यत्रोजना महिलाहरू हुनुहुन्छ तर उनीहरूलाई त्यसको अस्तित्व के थाहै छैन। के हो त? वाट इज इन्टरनेसनल वुमन डे होइन त? आइडेन्टिटी के हो त? कुन जातको भन्छन्, कुन धर्मको भन्छन्, कुन बोलका भन्न थाले, कुन साहित्य भन्न थाले, कुन कलाकार भन्न थाले। अब जताततै विवाद गर्छ कुन चाहिँ भने आफ्नो आइडेन्टिटी मान्छे गुमिरहेको छ कि। त्यस कारणले गर्दाखेरि हामीले आफ्नो आइडेन्टिटी भनेको जहिले पनि हामी एउटा असल महिला हो, असल घरको छोरी, असल श्रीमती हो र असल राष्ट्रको सेवक हुन सक्छ र असल ह्युमन बिङ भयो भने हामीले जहिले पनि जहाँ पनि बसेर हामी एउटा र हाम्रो नेपालमा हेर्ने पनि धेरै पिछडिएका महिलाहरू छन्, कति अनएजुकेटेडहरू छन्, कति हिंसा भएर बसिरहेको छ। त्यस्तोको विरुद्धमा पनि हामीले आवाज उठाउनुपर्ने हुन्छ। तर यदि हाम्रो शिक्षालाई हाम्रो नलेजलाई एउटा डिग्रीमा मात्रै लेखेर होइन, एमए डिग्री बिएचडी डिग्री मात्रै होइन, त्यसलाई प्र्याक्टिकली उतार्न सक्यो भने हामी जस्तो महिलाहरूले पनि बसेर हाम्रो घरलाई, समाजलाई, टोललाई, विश्वलाई हामी एउटा क्रान्ति गरेर चाहिँ नयाँ कार्य गर्न सक्छौँ। त्यस कारणले गर्दा आफ्नो ट्यालेन्टलाई आफूसँग सीमित नराख्नुहोस्। एउटा बन्द कोठाभित्र मात्रै बस्न थाल्यो भने त्यसको ट्यालेन्टलाई कसरी पनि चिन्नु भएको पाउँछ। त्यस कारण यदि तपाईँसँग ट्यालेन्ट छ भने त्यो ट्यालेन्टले एउटा मानवीय कार्य गर्नुपर्छ। त्यो ट्यालेन्टले तपाईँको पब्लिकले पनि तपाईँको ट्यालेन्टबाट सदुपयोग गरोस् र तपाईँबाट मान्छे इन्सपायर हुन सकोस् कि भन्नुहोस् न म त यस्तो फलानाको छोरी, फलानाको श्रीमती, फलानाको आमा कस्तो प्राउड ह्याट्स छ भने त्यस्तो हुन सक्नुपर्छ। तर यदि हामीले चाहिँ के पनि होइन भने त वाट इज द मिनिङ अफ इन्टरनेसनल वुमन डे? नथिङ इट विल बी ह्यापन होइन। त्यस कारणले गर्दा अन्तर्राष्ट्रिय नारी दिवस एउटा मनाउनु पर्दा चाहिँ आफ्नो शक्तिलाई हामी सञ्चार गरौँ र त्यो शक्तिलाई हामी हाम्रो घरलाई, समाजलाई, राष्ट्रको यदि विकास हुने कार्यमा यदि लगाउन सक्यौँ भने द्याट्स द वे अफ इन्टरनेसनल वुमेन डे सेलिब्रेसन भनेर भगवानले हामीलाई त्यो भनिराख्नु भएको छ। नट ओन्ली भगवान चाहिँ अल पिपल त्यसै। त्यसले गर्दा त्यस्तो कुराहरूलाई हामीले एकदमै एउटा मध्यनजर राख्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय नारी दिवसको यस पावन अवसरमा हामीले अब थुप्रैलाई बोलिरहेका छौँ। तर के गर्नु यदि अब जस्तो आफ्नो भ्यालु थाहा छैन भने अब अर्काले त्यो भ्यालु बुझाउनु पर्छ।
हाम्रो सत्यसाई सेन्टर नेपाली नारी आवाजले मात्रै होइन कि अरू संस्थाले पनि गर्नुपर्छ हेर्नु होइन त। जब इजरायलमा यहाँ चाहिँ भने 75% चाहिँ महिलाहरू छन् र प्रायः संस्थामा लिड गरेको महिलाहरू हुनुहुन्छ होइन। तर महिलाहरू आज कति भेरी फ्यु कहिले बुझेको कहाँ हुन्छ हाम्रो महिला दिदीबहिनीहरू हेर्नु त। महिला दिदी कहाँ हुनुहुन्छ भन्दा ऊ फेसनमा कोही कता डिस्कोतिर कोही पार्टीतिर कोही घुम्नतिर कतातिर यस्तो एनिभर्सरी ह्याप्पी बर्थडेतिर व्यस्त हुनुहुन्छ। तर रियालिटीमा खोइ त त्यसले गर्दाखेरि आफ्नो डेट पनि थाहा पाउनु पर्यो कि मेरो बर्थडे के भनेर थाहा पाउनु पर्यो। त्यस कारण इन्टरनेसनल वुमेन डे भनेको हरेक महिलाको आज बर्थडे हो हेर्नु। आफ्नो आमाले चाहिँ बच्चा जन्माएको त बर्थडे छँदैछ तर इन्टरनेसनल लेभलको यो बर्थडे भने हामी त सो प्राउड हेर्नु न प्राउड गर्नुपर्ने कि होइन आज। अनि मान्छेले कहाँको नारी दिवस मनाएको आज वाक्फु भन्छ मान्छेले खोइ त्यसको विथ नलेज। त्यस कारणले अहिलेको नलेजहरू भनेको सिक्युरिटीमा अहिलेको नलेज कस्तो फेसबुकको भित्तामा मात्रै देखिन्छ तर प्र्याक्टिकल देखिन्छ पाउनुहुन्छ जस्तो नलेज भित्र चाहिँ बाहिर देखिन्छ संसारमा। त्यस कारणले गर्दा आज त्यस्तो दिनहरूलाई पनि उजागर दियो र अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा हामी त्यस्तो महिलालाई सम्मान गरौँ जुन महिलाले समाजमा बसेर धेरै कार्य गरिरहेको छ। ती जननीहरूलाई सम्मान गरौँ जस्तै आज हामीले यो पृथ्वीमा लिएर आउनुभएको छ। हाम्रा सुन्दर आँखाले आज हामी सुन्दर संसार हेर्न पाइरहेको छौँ र हामीले कतै आफ्नो ठाउँबाट पनि हामीले धेरै सहयोग गरिरहेको छ आफ्नो मातृभूमि नेपालको लागि। र इभन हामी फरेनमा छौँ तर पनि हामी आफ्नो ठाउँमा सहयोग गरिरहेका छौँ। त्यस कारणले गर्दा नारी दिवस ती सम्पूर्ण नारीहरूको सम्मान गरौँ जस्तै हामीलाई आज जन्माएर आज यत्रो ठाउँमा आज हामीलाई पुर्याउनु भएको छ है र जसले सामाजिक क्षेत्रमा बसेर धेरै कार्यक्रम गरिरहनु भएको छ। हामी ती नारीहरूलाई पुस्तक गरौँ चाहे त्यो नारी जनजातिको होस् कि राजनीतिको होस् कि धार्मिक होस् कि डजन्ट म्याटर तर यदि त्यो नारी यदि त्यो समाजको राष्ट्र विकास गर्छ भने त्यो जुन वर्गको भयो भने हामीले उसलाई सपोर्ट गर्नुपर्छ किनकि त्यो हाम्रो विकास हो। त्यस कारण त्यो विकासको साथसाथै हाम्रो पनि विकास हुँदै जान्छ। र अन्तर्राष्ट्रिय नारी दिवसमा जुन आज हाम्रो यस सोही कार्यक्रममा राजदूतावासका सहचारी भट्टराईले नागरिकलाई अधिकार दिने राष्ट्रको दायित्व हो भन्नुहुँदै नारीहरूको अस्तित्व सुनिश्चितता एकता र आपसी सद्भावमा जोड दिँदै शुभकामना मन्तव्य राखेका थिए। राजदूतावास तथा मेरो व्यक्तिगत तर्फबाट 106औं अन्तर्राष्ट्रिय नारी दिवस को शुभकामना व्यक्त गर्न चाहन्छु। र मलाई यहाँ महात्मा गान्धीको एउटा भनाइ सम्झन मन लाग्यो। उहाँले के भन्नुभएको थियो भने एउटा पुरुष शिक्षित भयो भने ऊ मात्र शिक्षित हुन्छ तर एउटा नारी शिक्षित भयो भने सारा परिवार शिक्षित हुन्छ। वास्तवमा हामीले त्यही सोचलाई चाहिँ अगाडि बढाएर हामीले पनि के गर्न सक्नु पर्यो भन्दाखेरि नारी शिक्षित भएर आफ्नो सम्पूर्ण परिवारलाई शिक्षित बनाउन सक्यौँ भने हाम्रो देश अझै पनि हत्या हिंसा नारी हत्या हिंसा हामी ठुला कुराहरू सुन्न सक्छौँ भाषणहरू सुन्न सक्छौँ। ठुला महिला अधिकार कर्मीहरू नारीवादीहरूले ठुला कुरा गर्छन् तर एउटा नारीले अर्को नारीलाई सम्मान गर्न सक्दैनन्। र सबभन्दा पहिला चाहिँ के हुन सक्नुपर्छ भन्दा एउटा नारीले अर्को नारीलाई जुन दिन हामी सम्मान गर्न सक्छौँ त्यस दिन नारी हकका कुराहरू त्यहाँबाट अगाडि बढ्छन्। हामीले विश्वमा देखेका छौँ एन्जेला मर्केल जस्ता महिलाहरू जसले संसारमा कमजोर छन् भन्ने कुरा स्थापित गर्नु हुँदैन। नारीहरू पनि पुरुष जतिकै सबल छन्। हामीले देखेका छौँ मार्ग्रेट थ्याचरदेखि लिएर हामीले एन्जेला मर्केललाई भारतमै हेर्ने हो भने हाम्रो छिमेकी मुलुक जहाँ हामीसँग भाषा मिल्छ धर्म मिल्छ संस्कृति मिल्छ सँगैको मुलुकमा हामीले सिमाना गाँसिएको मुलुकमा पनि सोनिया गान्धी जस्ता शक्तिशाली महिलाहरू देखेका छौँ अहिलेको शताब्दीमा। त्यस्ता महिलाहरूबाट सिक्ने र त्यस्ता महिलाहरूका उदाहरणहरू प्रस्तुत गरेर हामी पनि नारीहरू पनि पुरुषभन्दा कुनै पनि क्षेत्रमा कुनै पनि नारी दिवसको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फेरि पनि यहाँहरूलाई शुभकामना भन्दै मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद। सत्यसाई केन्द्रकी महिला संयोजक तथा रूपन्देही सेवा समाजकी अध्यक्ष तारा अधिकारीले आयोजक कमिटीको तर्फबाट उपस्थिति सबैमा धन्यवाद व्यक्त गर्दै नारीले नारी प्रतिको सम्मान भाव राख्नुपर्ने विचार राख्दै इजरायलको परिवेशमा संघ संस्थाको भूमिका र नेपाली महिलाहरूको सक्रियता साथै जुझारुकताका लागि हरेक क्षेत्रमा महिला सहभागिताको खाँचो रहेको र उपस्थिति हुनुपर्नेमा जोड दिनुभएको थियो। समृद्धिको अभाव बढ्दै जान्छ र छोरा जन्मे स्कुल जानुपर्ने त्यही उमेरका छोरीहरू चाहिँ घर व्यवहारमा सघाउनु पर्ने यो अझै पनि अब हामी अलिकति केही अगाडि बढे पनि अझै पनि हाम्रो समाजमा एकदमै व्यापक छ यो। र हेर्नुहोस् हामी यस्तो विकसित देशमा हामी बसेका छौँ यहाँ नारी र पुरुष बीच कति समानता छ र
पुरुषले हामीले धेरै कुराहरू सिकिसकेका छौँ। अब हामीले जानेका बुझेका कुराहरू हामीभन्दा तल्लो पिँढीमा अझै पनि हामीभन्दा धेरै धेरै पिछडिएको छ, धेरै पिछडिएर बसिरहनु भएको छ हाम्रा चेलीहरू, हाम्रा नेपाली दिदीबहिनीहरू। उहाँहरूलाई अब हामीले जाने बुझेका कुराहरू हामीले यस्तै सङ्घ संस्थाहरूबाट हातेमालो गरेर उहाँहरूलाई शिक्षा, सबैभन्दा हामीले शिक्षाको कमी भन्न सक्छौँ। यसका लागि हामीले सबैभन्दा शिक्षालाई हामीले एकदमै प्राथमिकता दिनुपर्दछ र शिक्षा सहित हामीले यस्तै सङ्घ संस्थाहरूबाट उहाँहरूलाई चेतना दिएर हामी हातमा हात मिलाएर यसरी नै अगाडि बढाउनु पर्दछ। र नेपालमा आज पनि हत्या, नेपालमा महिला हत्या, हिंसा, बलात्कार जस्ता केसहरू हामी दिनौँ पत्र पत्रिकामा पढ्ने गरिरहेका छौँ। खै त कहाँ छ त नारी पुरुषको समानता? के नारी भएर जन्मिनु नै हामीहरूको दोष हो त? यस्ता कुराहरू एकदमै हामीले एकदमै सहकार्य भएर एकदमै हातमा हात मिलाएर हामी अगाडि बढ्नु पर्दछ। यस्तो कार्य गर्न सक्यौँ, यसरी सरकारलाई हामीले दबाब दिन सक्यौँ भने मात्रै हामीले यसरी नारी दिवस, अन्तर्राष्ट्रिय नारी दिवस मनाएको उपयुक्त हुन्छ, फाइदा हुन्छ। नत्र भने यस्ता कार्यक्रम गरेर मात्रै हुँदैन। र यसका लागि हामी नारीहरू नै, नारीले नारीकै अलिकति यहाँ पुरुषले भन्दा पनि नारीले नारीकै दबाब गरेको धेरै देखिन्छ, नारीले नारीकै खुट्टा तानेको धेरै देखिन्छ। र यस्ता कार्यक्रममा अन्त्य हुनुपर्दछ। हामी एकदमै चेतनशील भएर जब नारीले नै नारीको खुट्टा तान्छन् कसरी देश अगाडि बढ्दछ, कसरी महिला अगाडि बढ्न सक्दछ? र हामी एकदमै हातमा हात मिलाएर सहकार्य गरेर पुरुष महिला एक रक्ता दुई पाङ्ग्रा बनेरै हामी अगाडि बढ्नु पर्दछ भन्दै चितवन सेवा समाजका महासचिव नयन सापकोटाले यसरी नारी दिवस मनाइरहँदा देशमा बढ्दो नारी हिंसा विरुद्ध आवाज उठ्ने र नारीहरूको सोच्ने क्षमतामा पनि विकास हुने प्रस्ट्याउँदै समाज परिवर्तनमा नेपाली महिलाको प्रयास सराहनीय रहेको विचार व्यक्त गर्दै शुभकामना राखेका थिए। अन्तर्राष्ट्रिय नारी दिवस 106औं अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा सम्पूर्णलाई म हार्दिक स्वागत गर्न चाहन्छु। र यो नारी दिवस मात्र दिवसमा सीमित रहेको सबैले भनिरहनु भएको छ। हामी भन्ने गर्छौँ र यसलाई लागू गर्ने गर्दैनौँ। हामी आफूभित्र नै चेतना कम भइसके पछाडि हामी जति यही शब्दहरूलाई लेख्दै जान्छौँ त्यही शब्द ठुलो जान्छ। यसको अर्थ यो हो, खाल्डो जति खन्यो त्यति ठुलो हुन्छ। पुर्नेतिर भन्दा नि खन्नेतिर लागिन्छ। हामी यसलाई हामीले घटाउनतिर भन्दा पनि यता निराकरण गर्न भन्दा पनि एकले अर्काको देखासी गर्न लाग्छौँ। त्यसपछि नारी आवाज बनाउँदै जान्छौँ। आज 106 पुगेको छ, केही समय पछाडि यो 1000 पनि हुन नसक्ला, हुन सकिन्न, यसमा दुई मत छैन। यो अन्त्य गर्नको लागि पहिला नारीले नै नारीको इच्छा हट्यो भने पक्कै नारी दिवस हट्नेछ भन्दै उपस्थित सम्पूर्णलाई यो नारी दिवसमा पाल्नुभएका तपाईँलाई काठमाडौँ घर भई 10 वर्षदेखि इजरायलमा बस्दै आएकी नितु खतिवडा इजरायलमा रहेका नारीका लागि नारी संस्थामा आबद्ध हुँदै दिनदुखी असहायहरूको पीडामा सहयोग गर्दै आइरहेकी समाजसेवी खतिवडाले इजरायल स्थित नेपाली कामदारहरूको हक हितका खातिर इजरायल स्थित कमलावेद मार्फत नेपाली कामदारलाई सहयोग गर्नुका साथै भाषा ट्रान्सलेट अदालतका कामहरूमा पनि नेपाली कामदारहरूलाई सहयोग गर्दै आइरहेकी खतिवडाले 106औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै विद्रोह कविता मार्फत नारी हकितका कुरा उठाउँदै कविता यसरी वाचन गरेकी थिइन्। सुन्नु है त उहाँकै आवाजमा। कविता वाचन गर्दैछु। यसको कविताको शीर्षकै छ अब अर्को विद्रोह। सहर सडक गाउँ र घरभित्रै बलात्कार बढ्दै जाँदा मैले धैर्यता गुमाउँदै गएकी छु। सहर सडक गाउँ र घरभित्रै बलात्कार बढ्दै जाँदा अचेल मैले धैर्यता गुमाउँदै गएकी छु। सहनुको पनि सीमा हुन्छ, तिमी कति सहन्छौ र अब सहनुको पनि सीमा हुन्छ, तिमी कति सहन्छौ र अब एकपटक बलात्कार हुन्छ, इज्जत जाने डरले चुपचाप हुन्छौ तिमी। तिमीलाई एकान्तमा कतै भेटे फेरि बलात्कार गर्छ उसले, फेरि पनि इज्जतकै लागि चुप लाग्छौ तिमी। उसको हिम्मत बढ्छ अनि तिमी बहिनीमाथि आँखा गर्छ। बहिनी पनि इज्जतकै लागि चुपचाप हुन्छन्, उसको अझ हिम्मत थपिन्छ। छिमेकी नानी पनि शिकार बन्छन्, तल्ला घरकी सानी पनि शिकार बन्छन् अनि गाउँका सबै चेली शिकार बन्दै जान्छन्। तिमीलाई एकान्तमा कतै भेटे फेरि बलात्कार गर्छ उसले, फेरि पनि इज्जतकै लागि चुप लाग्छौ तिमी। उसको हिम्मत बढ्छ अनि तिम्री बहिनीमाथि आँखा गाड्छ। बहिनी पनि इज्जतकै लागि चुपचाप हुन्छन्, उसको अझ हिम्मत थपिन्छ र छिमेकी नानी पनि शिकार बन्छन्, तल्ला घरकी सानी पनि शिकार बन्छन्।
त्यसैले अनि गाउँका सबै चेली शिकार भन्दै जान्छन्, त्यसैले मैले धैर्यता गुमाउँदै गएकी छु। त्यसैले मैले धैर्यता गुमाउँदै गएकी छु। बलात्कृत हुँदा तिम्रो इज्जत जानु हुँदैन, बलात्कृत हुँदा तिम्रो इज्जत जानु हुँदैन, किनभने बलात्कार तिमीले होइन उसले गरेको हो। मेरो एउटा सानो माग छ संसार र मेरो देशसँग, मेरो एउटा सानो माग छ मेरो देश र संसारसँग। अब महिलाले एउटा चक्कु भोग्न पाउनुपर्छ। कसैको हत्या गर्न होइन, कतै आतंक मचाउन होइन, कसैलाई बन्धक बनाउन होइन, कसैलाई धम्क्याउन होइन। हो त यस कारणले कसैले बलात्कार गर्न उत्तेजित लिङ्ग बनाएर धम्क्यो भने त्यो लिङ्ग च्वाट्टै काट्न पाउनुपर्छ, अनि फेरि उसले अरूलाई बलात्कार गर्न सक्दैन। कार्यक्रमको सञ्चालन नारी आवाज इन इजरायलकी महासचिव सुचित्रा पौडेल आचलद्वारा अत्यन्तै मनोरञ्जनात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रम सञ्चालनको क्रममा उद्घोषिका आचलद्वारा बीचबीचमा नारी सम्बन्धी कविता प्रस्तुत गर्दै बडो रोमाञ्चिक ढङ्गबाट कार्यक्रम सञ्चालन गरेकी थिइन्। हामी किन मानिरहेका छौँ यो अन्तर्राष्ट्रिय नारी दिवस बुझ्न हामीले जरुरी छ। हामी अधिकार माग्छौँ। म अलिकति यसमा चाहिँ म आफूलाई के भन्नु मन लाग्यो, यो भन्न आफ्नो वक्तामा भए पनि हामी अधिकार माग्छौँ, हक माग्छौँ, नारा लगाउँछौँ। किन? सबभन्दा पहिला हामीले हाम्रो जिम्मेवारी र हाम्रो कर्तव्य पुरा गरेका छौँ कि छैन? हामीले हाम्रो जिम्मेवारी र कर्तव्य, नारीले जिम्मेवारी र कर्तव्य बुझ्यौँ भने अरूको हक अधिकारको बारेमा आफ्नो हक अधिकारलाई हामीले बुझ्न सक्यौँ भने यो नारी दिवसको औचित्य आफैभित्र नै आफै स्वयंमा हुन्छ भन्ने मलाई लाग्छ। र पनि हामीले अलिकति बुझ्ने शिक्षित नारीहरूले चाहिँ अरूको लागि भनौँ न अहिले देशमा अत्यन्तै यो हिंसा, महिला हिंसा बढिरहेको छ, अत्यन्तै हत्या हिंसा बलात्कारहरू बढिरहेको बेलामा हामी अलिकति शिक्षित र चेतनशील महिलाहरूले चाहिँ त्यस्तो हत्या हिंसाको लागि दबाब दिनुपर्छ भन्ने चाहिँ म आफूले व्यक्तिगत रूपबाट म यस्तो मान्यता राख्छु। र यसै कारण हामीले यो अन्तर्राष्ट्रिय नारी दिवसमा एउटा सरकारले पनि कुनै पनि दायित्व आफ्नो दायित्व निर्वाह गरेको छैन कि भन्ने चाहिँ हामीले महसुस गरेर यो नारी हिंसा विरुद्ध राज्यको दायित्व र प्रवासमा नारीहरूले कसरी आफ्नो जीवनयापन गरिरहेका छन्, कस्ता कस्ता दुःख कष्टहरू भोगिरहेका छन् भन्ने कुरालाई अलिकति बदल्नको लागि पनि हामीले अहिले पनि यही नारा लगाएर नाराका साथ हामीले यो दिवस मनाउने गइरहेका छौँ। अब यसको लागि नारी शान्ति र धर्मका जग हामी संसारका आधारक, नारी विश्व विराटका धन ठुला सन्मार्गका रक्षक, नारी संयमशील भाग्यहरूका खानी दयालुता। आज हामी कहाँ पुग्यौँ किन यहाँ, कसले जान्दै खै कता। हामी हेर्नुहोस् हामीभित्र कस्तो पीडा छ। हामी नारी के हुँदा नारी सरस्वती लक्ष्मी र भनौँ अब देवी दुर्गा भवानीदेखि लिएर आज हामी सर्वसाधारण पनि नारी नै हौँ। तर नारीको अवस्थाहरू यस्तो छ। त्यसैले हामीले यिनै विषयमा अलिकति गहन रूपमा सोचेर हामीले यो नारी दिवसको औचित्य के हो त भनेर त्यही कुरालाई हामीले बुझ्न सकौँ भन्ने म यहाँ यसको लागि जुन एउटा हत्या हिंसाहरू बलात्कारहरू बढिरहेका छन् त्यो हत्या हिंसा बलात्कारको लागि चाहिँ हामीले कसरी एउटा आवाज उठाउनुपर्छ, कसरी जवाब दिनुपर्छ सरकारलाई भनेर त्यो माध्यम हामीले पहिल्याउन सक्नुपर्छ। त्यो भयो भने मात्रै यसको औचित्य हुन्छ, नत्र हामीले यो कार्यक्रमहरू कुनै पनि औचित्य हुँदैन जस्तो लाग्छ। मन्तव्यका क्रममा एनआरएनए इजरायलकी महिला उपाध्यक्ष मुना बस्नेतले देशमा विद्यमान नारी समस्याबारे कवितात्मक भावना प्रस्तुत गरेकी थिइन्। यसैगरी कवि समाश्रीले उड नारी उड शीर्षकको सशक्त कविता वाचन सहित नारी र पुरुष बीच व्यवहारिक भिन्नताका समय सापेक्ष विचार राख्नु भएको थियो। यसै क्रममा नै आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै सत्यसाई केन्द्रकी युवा संयोजक रञ्जना केसीले ईश्वर र मानव बीचको सम्बन्ध साथै आचरणका विषयमा चर्चा गर्नुहुँदै समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गरे। सहभागी देवी सुवेदीले नारी भावका यथार्थ पर केही मुक्तक वाचन गर्नुभएको थियो। नारीका लागि नारीकी प्रतिनिधि नितु खतिवडाले समेत अर्को विद्रोह शीर्षकमा कवितात्मक भावना प्रस्तुत गरेकी थिइन्। एउटा यो नारी दिवस अथवा नारीहरूको लागि हकको लागि आज 106 वर्ष चाहिँ पुकार्दै आयौँ। त्यसको लागि मैले एउटा सानो भावना अहिले भर्खरै गरेको यहीँ बसेर हामी हरेक वर्ष नारी दिवस मनाउँदै आयौँ लामो समयदेखि, लगातार 106 वर्षदेखि। आज पनि गीत दोहोरिँदै आउँदैछ परिवर्तनका आवाजहरू। कोठाभित्र नारी अधिकारका नाराहरू, बिजोड घोषणाका पत्रहरू र अन्तर्राष्ट्रिय महिला
सम्मेलन वाचका घोषणाहरू। मेरी चेली हाम्रो चेला हाम्रै चेली। हरेक क्षण हरेक दिन विभिन्न बहानामा घरेलु हिंसाका शिकारका हिंसाबाट तडपिँदैछन्। आफ्नै लोग्नेबाट, परिवारबाट र स्वयं महिलाबाट दबिएका छन्। हिजोदेखि चलेको भ्रूण हत्यापन जन्मनै नदिने अधिकारको रूपमा विकसित हुँदैछन् नारीहरू। पेटभित्रको अबोध नारीहरू जङ्गल फोहोर नारीहरूमा मांसपेडीको डल्लाहरू फोहोरका थुप्रो ढुङ्गाहरूमा मिसिएको छन् नारीको जन्महरू। न समान अधिकार छ, न समान खाना नै छ, न समान उपचार नै छ। त्यसैले हामी भन्ने गर्छौँ नारी आवाज, खोइ त नारी आवाज, खोइ त नारी हित अधिकारको कुरा 106 वर्षदेखिका। सकेनौँ विमुख पार्न दाइजोको हिंसाहरू, सकेनौँ चिराफिरा पार्न बोक्सीका आरोपहरू, सकेनौँ कुनै पनि महिला हिंसाका सबै कुराहरू दबाएर महिलाहरूलाई अगाडि निकाल्न सकेनौँ। कुनै पनि आवाज हामीले सकेनौँ। नारी आवाज 106 वर्षसम्म हामी पुकारिरह्यौँ खाली कोठाभित्र र खाली आवाजका नारी पत्रहरू। हुलाकहरू दलालहरू गाउँ गाउँमा पसिरहेका छन्। लोभ र लालच देखाएर सहरतिर अनेक नाना थारी मुलुकमा लगेर चेलीहरू बेचिरहेका छन्। ती अबोध नारीहरू हामी नारी दिवस मनाइरहेका छौँ। कहिले आउँछन् ती महिलाका अधिकारहरू, ती समीकरण अधिकारहरू, हामी र हाम्रो आवाज अधिकारहरू, महिलाका वाचन अनि अधिकारका ती आवाजहरू अनि दिदीबहिनी समीकरणमा सर्वव्यापी अधिकारहरू। जय नारी आवाज, जय नारी दिवस। 106 नारी दिवस मनाउन गइरहेका छौँ। हामी नारी भन्दछौँ। नारी दिवस हामीले यसरी मनाउँदैमा भेटघाट भएर जमर्को गर्दैमा भेला भएर 2-4 शब्द बोल्दैमा नारी दिवस मनाइन्छ। हामीले त नारी दिवस मनाउनु जसरी मनाउनुको लागि हामी जमर्को भएर हामी यहाँ भेला भएका छौँ। जसरी हाम्रा आफ्ना हृदयबाट जस्तो भावहरू शब्दहरू निक्लेर हामीले यहाँ भनिरहेका छौँ, ती शब्दहरूलाई पनि व्यवहारमा उतार्न सक्यो भने बल्ल नारी दिवस मनाए जस्तो हुन्छ जस्तो मलाई लाग्दछ। महिलालाई यति महान, शास्त्रले पनि यति महान मानेको छ महिलालाई। जननी जन्मभूमिश्च स्वर्गदपि गरिएछि। आफूलाई जन्म दिने माता स्वर्गभन्दा पनि प्यारी र महान हुन्छन् अरे। आफ्नो बच्चालाई जस्तो चाहे त्यस्तै बनाउन सक्छिन् अरे ती महिलाले। महिलाको हातमा हुन्छ अरे। जुन घरमा महिलालाई हेला गरिन्छ त्यो घरमा कदापि लक्ष्मीको बास हुँदैन अरे। महिला आफैमा सक्षम छन् तर आफ्नै घर परिवारबाट अत्यन्तै दबाइएको पनि छ र ऊ बाहिर आउन चाहँदा हिम्मत त्यस्तो हुँदा पनि यसरी बाहिर आउन दिँदैन। तिमी पर सरेकी छौ, तिमीले भगवानको पनि नाम लिन पनि हुँदैन, तिमी पर गएर बस, तिमीले नछौ यस्तो भनिन्छ। उनी घरमा एउटी आमाले दिएका छोरा र छोरीमा कति भिन्नता छ। हरेक कुरामा, पढाइमा पनि त्यतिकै भिन्नता छ। त्यो हामीले देखिरहेको कुरो, त्यो नौलो कुरो होइन। छोरालाई राम्रो र मिठो र राम्रो बोलीमा पढाइन्छ। महिलालाई अलिकति केही न केही तिनी माता पिताले पनि कति भिन्नता गर्नुहुन्छ। यस्तो तपाईँले यसरी दबाइएको छ। हरेक ठाउँमा महिलाहरू आफै सक्षम पनि हुनुपर्छ। हाम्रो देशको कुराकानी, देशमा त्यस्तो नीति नियम पनि केही पनि छैन, एउटा व्यवहारमा केही पनि छैन र एउटा बोलीमा मात्रै, एउटा भाषणमा मात्रै छ। आफै नै सक्षम हुनुपर्छ र यस्ता जेन्जीहरूलाई आफैले पार गरेर आफूले अगाडि बढ्नुपर्छ, फरक पार्नुपर्छ। त्यसले गर्दाखेरि हामी महिलाले पनि पुरुषले पनि आफ्नो ठाउँमा त्यही तबले नै एकदम फ्याकिलो भएर हामीले सोच्यो भने मात्रै यो कुरो व्यवहारमा लागु हुन्छ, नत्र भाषणमा मात्रै हुन्छ भन्ने मलाई लाग्छ।
र देउताको शीर्षक छ उड नारी उड। छामेर आफ्ना चिल्ला चिप्ला अङ्ग बाहिरी कोमलतामा झुक्किएर नअड्किनु नारी। छामेर आफ्ना चिल्ला चिप्ला अङ्ग बाहिरी कोमलतामा झुक्किएर नअड्किनु नारी। यो काया मैनको होइन, यो काया मैनको होइन, सूर्यको मध्यम तापमै पग्लिने। उडानलाई अचेल पङ्ख चाहिँदैन, उडानलाई अचेल पङ्ख चाहिँदैन। अचेल उडान उत्साहको इन्धन बाल्दै हौसलाले भरिन्छ। त्यसैले स्वच्छन्दताको पखेटा हालेर उड नारी उड। पानी तरल र सरल छ, पानी तरल र सरल छ, अन्जुलीबाट तप्किएर झर्छ, बाँध्न सक्नुपर्छ। पानी तरल र सरल छ, अन्जुलीबाट तप्किएर झर्छ, बाँध्न सक्नुपर्छ। थोरै हिम्मतले यसलाई धवल वज्र बनाउँछ। चोटीहरूमा गएर सजिन्छ, मन पानी पनि बाँध्न सके। हरेक उठ्ने पाउहरूले पासाङ लामो पाइला नाप्न सक्छन्, हरेक उठ्ने पाउहरूले पासाङ लामो पाइला नाप्न सक्छन् र चूर्ण पार्न सक्छन् सगरमाथा अभिमान। त्यसैको शिरबाट अझ माथि उड नारी उड। मनहरू स्पार्कका छन्, तिम्रा आँसुले पग्लदैनन्, मनहरू स्पार्कका छन्, तिम्रा आँसुले पग्लदैनन्। तेजाब बनाऊ आँसुलाई, तेजाब बनाऊ आँसुलाई, गलाउ रूढिवादको पिञ्जरा। जति अल्झियो त्यति अड्किने च्यात माकुराको जाल, जति अल्झियो त्यति उति जकडिने च्यात माकुरा जाले सोच। भात भाँडा चुल्हा चौका चुटकीमा सम्हाल्दै भान्साबाट उड, चुल्हाबाट उड, बन्धनबाट उड, अब चेतनबाट उड, अब आफ्नो अस्तित्व सहित उड उड नारी उड। जन्जिरले कहाँ सोच बाँधिन्छ र, जन्जिरले कहाँ सोच बाँधिन्छ र, दायित्वले कहाँ पाउ थमिन्छ र। जन्जिरले कहाँ सोच बाँधिन्छ र, दायित्वले कहाँ पाउ थमिन्छ र। कर्तव्यहरू पङ्ख काट्ने कैची होइनन्, कर्तव्यहरू पङ्ख काट्ने कैची होइनन्। यी त दर्शन ढुङ्गा हुन्, तिम्रा आत्मविश्वासलाई धार लगाउने। क्षितिज तिम्रो मुठीमा छ, क्षितिज तिम्रो मुठीमा छ, अन्तरिक्ष तिम्रो पहुँचमा छ, ब्रह्माण्ड तिम्रो कोखमा छ। तिमी नै शक्ति हौ, तिमी नै जननी हौ, तिमी नै शक्ति हौ, तिमी नै जननी हौ, तिमी नै सृष्टि हौ। आफ्नै रचनामा निर्विघ्न रमाउन के लाज, आफ्नै रचनालाई खोकिला भित्र पार्न के दुविधा। आफैले जन्म दिएर आफ्नै हक कायम गर्न आफ्नो नाम दिन कसले छेक्छ। बाँध मुठीमा समय जगाऊ देवत्व उड, अब उड नारी उड। धन्यवाद। म सानो मुक्तक लिएर आएको छु। बाँच्नलाई सास दिन डराउनु पर्ने, बाँच्नलाई सास दिन डराउनु पर्ने, आफ्नै हाँसो खुसी पनि हराउनु पर्ने। स्वतन्त्रतामा जिउन पाउने अधिकार खै, स्वतन्त्रतामा जिउन पाउने अधिकार खै। नारीले नै चाहना खोली कराउनु पर्ने, नारीले नै चाहना खोली कराउनु पर्ने। सधैँ पुरुषका पाइतलामा नारी मात्र किन, सधैँ पुरुषका पाइतलामा नारी मात्र किन। चुलो चौको घरधन्दामा नारी मात्र किन। मुखले जति अधिकारका कुरा गरे पनि व्यवहारमा चरा झैँ पिञ्जरामा नारी किन। नारी सबै बराबरी फरक देख्नुहुन्न, नारी सबै बराबरी फरक देख्नुहुन्न। बनी सौता एकअर्काको सिउँदो टेक्नुहुन्न, बनी सौता एकअर्काको सिउँदो टेक्नुहुन्न। प्रकृति सुक्ने छिन् यहाँ यही माटो चुमेर, प्रकृति सुक्ने छिन् यहाँ यही माटो चुमेर। अस्तित्व आफ्नै अस्मिता मेट्नुहुन्न, अस्तित्व आफ्नै अस्मिता मेट्नुहुन्न। हस्त दर्शकबिन, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। दर्शकबिन, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? कार्यक्रम हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। हवस् त, आगामी कार्यक्रमहरूमा फेरि भेट्ने बाचाका साथ कार्यक्रम प्रस्तुता म आरोह श्रेष्ठका साथै स्काई संसार.com का सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्ते, जोजोलप्पा, शुभरात्रि।